नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन सुन्दा नै अलिकति विरोधाभासपूर्ण लाग्छ। भीमा एकादशी हो, महाभारतका सायद सबैभन्दा भोजन प्रेमी पात्र भीमसेनको नाममा एउटा उपवास। त्यही त। हामीले केही धार्मिक ग्रन्थहरू हेरेका छौं र आजको हाम्रो उद्देश्य भनेको यी कथाहरूको भित्री अर्थ खोज्नु हो। भीम जस्तो पात्रको नाममा यो एकादशी कसरी पर्न गयो? मेरो मनमा पनि पहिलो प्रश्न नै यही हो के। यसमा पक्कै केही गहिरो कुरा हुनुपर्छ। जसको पेटमा वृकोदर नामक आगो थियो भनिन्छ, हैन? जसलाई कहिल्यै भोकले छोड्दैनथ्यो। उनले कसरी व्रत बसे अनि उनको नाममा एकादशी? यो त सुन्दै अचम्म लाग्छ नि। यो कथाले नै यस एकादशीको महत्त्वलाई झन बढाउँछ। कसरी? ग्रन्थहरूमा के लेखिएको पाइन्छ भने भीमले यो व्रत अत्यन्तै कठिन तपस्या र समर्पणका साथ पूरा गरेका थिए। कुरा के हो भने सबैभन्दा ठूलो त्याग त्यो हो जुन हाम्रो स्वभावको ठीक विपरीत हुन्छ। भीमको लागि भोजन त्याग गर्नु सायद कुनै ठूलो युद्ध जित्नुभन्दा पनि कठिन थियो होला। मतलब शक्ति देखाउनु मात्र तपस्या होइन, आफ्नो सबैभन्दा ठूलो कमजोरीमाथि विजय पाउनु नै वास्तविक तपस्या हो। एकदम सही। उनको यही कठिन तपस्याले नै यो एकादशीलाई यति शक्तिशाली बनाएको हुनुपर्छ। हो, त्यही कारणले माघ शुक्ल एकादशीको नाम नै भीमा एकादशी रहनु गयो। गरुड पुराणमा त यो पनि उल्लेख छ कि यो व्रत बसेपछि भीम सबै पितृऋणबाट मुक्त भएका थिए। पितृऋणबाटै मुक्त? आफ्नो स्वभावलाई नै जितेर गरेको व्रतको फल पनि त सामान्य हुँदैन होला। यसको पुण्य कति छ भनेर स्रोतहरूमा केही बताइएको छ? यसको महात्म्य निकै ठूलो छ। एउटा संस्कृत श्लोक छ नि, एकादश्याः व्रतम श्रेष्ठम सर्व पाप प्रणाशनम। अर्थात् एकादशी व्रत सबैभन्दा पवित्र र सबै पाप नाश गर्ने हो। तर यो एकादशीको शक्ति अझ विशेष मानिन्छ। कति विशेष? भनिन्छ यसले ब्रह्महत्या, सुरापान र सुन चोली जस्ता ठूला पापहरू पनि नाश गर्ने शक्ति राख्छ। एकछिन है, नन्मा हत्या जस्तो गम्भीर पाप पनि? हो, अझ भनौँ भने यसको पुण्य पृथ्वी दान गर्नुभन्दा पनि ठूलो मानिएको छ। पृथ्वी दान भन्दा पनि ठूलो पुण्य? यो कुरा सुन्दा जति शक्तिशाली लाग्छ, आजको तार्किक युगमा धेरैलाई पत्याउन गाह्रो हुन सक्छ। एउटा व्रतले मात्र कसरी हुन सक्छ? राम्रो प्रश्न। यो केवल पापको सूची मेटाउने कुरा मात्र होइन होला। अनि यो त कर्मको गहिरो बन्धनबाट मुक्त हुने एउटा प्रक्रिया हो जस्तो लाग्छ। जब व्यक्तिले आफ्नो सबैभन्दा प्रिय वस्तु भीमको हकमा भोजन त्याग्छ, त्यसले उसको अहङ्कारलाई गलाउँछ। चेतनालाई शुद्ध गर्छ। हो, त्यही शुद्धिकरणको प्रक्रियाले उसलाई भोग र मोक्ष दुवैको लागि योग्य बनाउँछ। भोग र मोक्ष भनेको सांसारिक सुख र जन्म मृत्युको चक्रबाट मुक्ति, दुवैको बाटो खुल्छ। त्यही भन्न खोजिएको हो। यस्तो शक्तिशाली फल पाउनलाई त विधि पनि विशेष नै होला नि, होइन? पक्कै पनि। सामान्यतया अरू एकादशी जस्तै भगवान विष्णुको नाम जप, कीर्तन, रात्रि जागरण गरिन्छ। अनि पूजामा भगवान विष्णुलाई धूप, दीप, नैवेद्यले पूजा गरी खिचडी चढाउने चलन छ। तर अझ बढी फल प्राप्त गर्न एउटा विशेष विधिको वर्णन पनि पाइन्छ। त्यो के हो? विष्णुको वराह अवतारको स्वर्ण प्रतिमालाई ताम्रपत्रमा स्थापना गरेर ओम वराहाय नमः मन्त्र जप गर्नु उत्तम मानिन्छ। यो विशेष पूजाले मानिसलाई तीनवटा अदृश्य ऋणबाट मुक्त गराउँछ भन्ने विश्वास छ। 3 ऋण? कस्ता ऋण? पितृ, गुरु र देव ऋण। पितृ ऋण भनेको पुर्खाहरूप्रतिको कर्तव्य, गुरु ऋण भनेको ज्ञान दिने गुरुहरूप्रतिको, अनि देव ऋण देवताहरूप्रतिको कर्तव्य। यो एउटा आध्यात्मिक ब्यालेन्स शीट मिलाए जस्तै हो। ओहो, कति गहिरो कुरा। त्यही भएर होला है सुनसरीको वराह क्षेत्रमा यो दिन भक्तजनको ठूलो भिड लाग्छ। निश्चित रूपमा। त्यो क्षेत्र भगवान विष्णुको वराह अवतारसँग जोडिएको पवित्र स्थल हो। त्यसैले भीमा एकादशीमा त्यहाँको महत्त्व अझ बढ्छ। कथा, स्थान र विधि सबै एकै ठाउँमा जोडिएको छ। त्यसो भए आजको हाम्रो चर्चाको सार के रह्यो भने भीमा एकादशी केवल भोकै बस्ने परम्परा मात्र होइन, त्यो भन्दा धेरै हो। यो त आफ्नो स्वभावको सबैभन्दा ठूलो कमजोरीलाई जितेर गरेको तपस्याको कथा हो, जसको फल पृथ्वी दान भन्दा ठूलो मानिन्छ।
र यसले हामीलाई पितृ, गुरु र देवप्रतिका अदृश्य ऋणहरूबाट मुक्त हुन पनि सिकाउँछ। हो, यी स्रोतहरूले आध्यात्मिक ऋणबाट मुक्त हुने एउटा मार्ग देखाउँछन्। यसले मलाई सोच्न बाध्य बनायो। के कुराले? खै यी त भए पौराणिक ऋणहरू। आजको हाम्रो आधुनिक जीवनमा हामीमाथि यस्ता कस्ता अदृश्य ऋणहरू होलान्, समाजको, प्रकृतिको वा आफै प्रतिको। अनि तिनलाई चुकाउन हाम्रो भीमा एकादशी के हुन सक्छ? हो त्यही। यो साँच्चै विचारणीय प्रश्न हो। आजलाई यति नै। फेरि अर्को अङ्कमा भेट्ने वाचाका साथ बिदा माग्छौं। नमस्कार, तपाईँको दिन शुभ रहोस्।